माया बिरानो हो बिरानो भएरै माया बिरानो हो बिरानो भएरै अब नबनेर नयाँ साथीकै हो वेलकम ब्याक माई च्यानल जितेन बस्नेत है सबैजनालाई हेरिदिनु होला है। आज चाहिँ सीमाजी रिपोर्ट भन्ने ठाउँमा चाहिँ हामी पुगिसकेका छौँ सिपको टिकट लिनको लागि र सबैजनाले आफ्नो तर्फबाट पैसा निकाल्दै गरेको देख्न सक्नुहुन्छ है तपाईँ। अनि यहाँ जानको लागि चाहिँ 350 एबाउट फर्किन आउन जान चाहिँ 700 रुपियाँ लाग्ने रहेछ र पुग्ने चाहिँ त्यो सिप चाहिँ आइसकेको छ है। अनि आउँदा हामी चाहिँ 10:30 छुट्ने रहेछ र यो 10:30 को लागि चाहिँ हामी ठिक्क पुगिसकेका छौँ र अब चाहिँ हामी भित्र बस्ने कि बाहिर बस्ने भन्ने चाहिँ हुँदो रहेछ है। लगभग 50-60 जना बस्न मिल्ने सिप रहेछ र म चाहिँ फर्स्ट टाइम हो र हामी चाहिँ अब भित्र र बाहिर गरेर बसिरहेको छौँ र बाहिरको भ्यू हेर्नेहरूलाई चाहिँ बाहिर बसिरहनु भएको छ र यसरी हामी चाहिँ एकदम सब आफ्नो एक्साइटेड होइन। 15 मिनट चाहिँ लाग्दो रहेछ है यहाँबाट टिकटमा यसो बुझेको र सबजना चढिसकेको छौँ। अब हामी चाहिँ त्यस पछाडि चाहिँ हामी अब आफ्नै तालले फोटोहरू गर्ने होइन यसो हेर्ने र बिस्तारै अब सिप चाहिँ चल्न रेडी भइसकेको छ। यहाँ सीमाजी रिपोर्टबाट चाहिँ सुरु भइसकेको देखिन्छ र यसरी चाहिँ जुसहरू खाँदै होइन पानीहरू बोकेर होइन अनि हामी चाहिँ चटपटहरू यताउति खाने भन्ने प्लान चाहिँ छ है आज र हामी चाहिँ 16-17 जनाको ग्रुप भएर हिँडेको आज। अनि एकदम यो म्याकोजिमा भन्ने ठाउँको 15 मिनट क्रस गरेपछि यो त्यो सीमाजी रिपोर्ट भन्ने ठाउँबाट चाहिँ अलिकति पारि सानो गाउँ छ एउटा सानो आइल्यान्ड त्यहाँ जाने भनेर सोचेको। एकदम सानो क्या 4-5-5वटा घर मात्रै छ अरे भन्न सुनेर अनि हिँडेको र हामी चाहिँ अहिले चाहिँ हिँडिसकेको छौँ है। अनि हेर्न सक्नुहुन्छ बबाल के बबाल वेभहरू होइन र मौसमले त्यति साथ त दिएको थिएन आज। अनि यसरी नदिँदाखेरि पनि जस हल्का घाम जस्तो लागिरहेको थियो जाँदाखेरि है। अनि मौसममा चाहिँ पानीहरू देखा भएर सबैजना अलिकति स्याहार मुडमा चाहिँ देखिरहेको हुनुहुन्थ्यो बिहान। तर पनि यतिखेर चाहिँ हेर्दाखेरि राम्रै छ ओभरअलमा थियो भनौँ है। अनि हामी चाहिँ गयौँ सेल्फीहरू चलिरहेछ ठुली भाउजूहरूको। अनि त्यसपछि मैले पनि यसो भिडियोहरू होइन टिकटक यताउति सर्ट भिडियोहरू बनाउँदै हिँडेको र हामी 15 मिनटको टाइम पछाडि चाहिँ हामी है पुगिसकेका थियौँ है। यसरी सिप पनि रोकिसकेको अवस्था र 10:45 हामी त्यहाँ पुगिसकेका थियौँ है। 10:30 हिँड्ने हो होइन। त्यस पछाडि हामी त्यहाँ पुगेपछि अब बब्बाल क्या त्यो हुन्छ नि पुगेपछिको भाइबहरू है चाहिँ हाम्रो नातिलाई जिस्काउँदै होइन हिँडेको र हामी त्यहाँ पुगेपछि चाहिँ के भयो भनेपछि होइन 600 रुपियाँ तिर्नुपर्ने रहेछ। त्यो तिरेर अनि हामी चाहिँ माथितिर लाग्यौँ है। माथितिर लाग्दा अब माथि टापुसम्म टापु भन्दा होइन टप भ्यू राम्रो देखिन्छ भनेर टपतिर लाग्दैछौँ र सबैजना आफ्नो देखिरहेछ है। यहाँ चाहिँ आफ्नो तरिकाले हेरिरहेको होइन र मौदै मोबाइलमा भिडियोहरू खिच्दै गीतहरू पनि चलिरहेको छ है। यहाँबाट आफ्नो निशानी अनौठो बेथा भएछ मेरो प्रेम अब टपमा आउँदैछौँ एकछिनमा र अब त्यस पछाडि यहाँ सिधै रहेछ लाग्छ है। ओ माइ गड हिँड्दा
पाल भइसक्यो यो के खामीजिमा भन्ने ठाउँमा हाम्रो सब मेम्बरहरू यसरी आउँदै हुनुहुन्छ। ओ माई गड यो कहाँको गाउँ उठेर आएको होला मलाई त देखेर कहाँका मान्छे हो नि कहाँका मान्छे हो नि यति धेरै मान्छे हो आफ्नो नाम भनौँ त कुन गाउँबाट आउनु भएको घुम्न इन्द्रलोकबाट हजुर हामी हजुर अब कहाँदेखि भनौँ आफ्नो हजुर चाहिँ कहाँबाट आउनुभयो म कोलाङचोङ माथि ताप्लेजुङ ओहो सब तीर्थयात्रीहरू आउनु भएको छ आज सबसे ठुलो यात्री आज सबभन्दा ठुलो यात्री हेलो माथि हाई भन कहाँसम्म हो माया गदे टोको माथि उयो माथि बाफ्रे सबजना नमस्कार है नमस्कार नमस्कार हजुर नमस्कार। तपाईँ चाहिँ कहाँबाट आउनु भएको कति टाढाबाट हजुर म झापाबाट हो। अब बाजेहरू चाहिँ झापाबाट हजुर अलि नाचौ तारावीर कलाकार ल्याएको मान्छे यार आउनु अगाडि के छ चोरी भइहाल्छ नि ल 2 बजे हो नि त टाइम टन्नै छ त हेलो गाइजहरू आजको भ्लगमा तपाईँहरूलाई स्वागत छ। आज हामी चाहिँ फुने चढ्न भनेर आएको। पानी पर्ला जस्तो मौसम थियो तर फाइनल्ली हामीलाई भगवान्ले साथ दिनुभएको छ। पानी चाहिँ परेन, एउटा घाम पनि लागेको छैन, पानी पनि परेन, ठिक्क मौसम राम्रो मौसम भइरहेछ, एकदम रमाइलो भइरहेछ। यहाँ हाम्रो गाइजहरू पनि यता हुनुहुन्छ है, हिँड्दै हुनुहुन्छ, उता अगाडि पनि हुनुहुन्छ। उहाँ चाहिँ च्यानलमै हो, उहाँको युट्युब च्यानलमा आउँछ यो भिडियो। सबैजनाले लाइक सेयर सब्सक्राइब को थिचेर बेल आइकनलाई दबाउन भने कसैले नबिर्सिनु होला। यति हजुरहरूलाई उनी गाइसिमास अलिकति जापानिज पनि गइहाल्छ क्या गाइजहरू। ए उल्टो हरेको त उल्टो थाहा पनि छैन। अब यहाँ एउटा सेल्फी को त हो ए क्यामेरा पछाडि गर बस थ्याङ्क यू। सुनि काट्छु भन्थ्यौ नि मसित मनको साइन जोडी छौ कोसित जुनी काट्छु भन्थ्यौ नि मसित मनको साइन जोडी छौ कोसित चियापान भइरहेछ र चियापान सँगसँगै त्यो चाहिँ अर्ग्यानिक कप हजुरले बनाएको आफैले बनाउनु भयो है? हजुर हामी आफै बनाउँछौँ। गाईको दुध अनि उखुको चिनी के भइरहेको अनि गाईहरू यस्तै कप तपाईँहरूलाई चाहिन्छ भने हामीसँग सम्पर्क गर्छ। सबले आफ्नो बेस्ट ब्रेक टाइम दिएको अवस्था छ।
वाओ ओइसी ओइसी देख्छ न खामै चियाहरू सबजनाले खाउँ खाँदैछु हो हामीले आटा भात मकै भात के भात खाँदै हुन्छ भाउजू पार सात हालेर घरमै बनाएको जस्तो सबले अर्ग्यानिक खाइरहन्छ है हेरौँ गाउँै उठेर आएर हेर्नु न फेरि एक्सप्रेसन फेरि पुरै के त्यो सलमान खानको भन्दा पनि बढ्ता छ ऊ ल हेर्नुहोस् गाइजहरू यस्तो रमाइलो त कसैको नै हुन्न होला है आमामा क्यामेराम्यान जनावर राम 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 ओ माई गॉड यस्तो राम्रो छ यस्तो रमाइलो भइरहेछ हेर्नुहोस् गाइजहरू यता म पनि छु यहाँ मलाई पनि घरिघरि चाहिँ हेर्दै गर्नुहोस् आइरहेको छु होइन उहाँ हो एक नम्बरको हिरो चाहिँ सलमान खानभन्दा कडा दिनुहुन्छ एक्सप्रेसन चाहिँ फेरि खत्रै हो क्या देख्नु होला नि ऊ उहाँ सिसलाई फेरि के अरे मैले चाहिँ फर्स्ट टाइम भेटा हो एकदम मजाको हुनुहुन्छ है नाच्न गाउन पनि एकदम ट्यालेन्ट हाई भनिदिनुहोस् है तपाईँ पनि एकदम आइरहनुहुन्छ होइन देखेर जानु थ्याङ्क यू भेरी मच पाइसकेको मैले भाग्न पनि मान्छे आमै पाइसकेको छ है कलाएर वाउ ओइ होइ 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 ब्रेक टाइममा भइरहेछ यस मिठो छ ओइसी एकदम मिठो थ्याङ्क यू भेरी मच